धन्यवाद छुट्नु भएको हुनाले म मान्य रामकुमारी झाँक्रीलाई शपथ ग्रहण गराइदिनका निम्ति सम्मान्य अध्यक्षज्यूसँग हार्दिक अनुरोध गर्दछु। म मुलुक र जनताप्रति वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै राष्ट्रिय सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही कानुन र जनताको सोझो चिताई मुलुकको डर नमानी मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारिताका साथ गर्नेछु। शपथ ग्रहण गर्नुभएकोमा मान्य रामकुमारी झाँक्री र शपथ ग्रहण गराइदिनु भएकोमा सम्मान्य अध्यक्षज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।